सन् 2012मा नेपाल कस्तो देश थियो? 18 घण्टा लोड सेडिङ, अँध्यारो कोठा र एउटा सानो इन्भर्टर किन्न पनि सङ्घर्ष गर्ने देश। तर फास्ट फरवर्ड 2026, आज नेपाल एउटा यस्तो खेल खेल्दैछ जसले कि त हाम्रो देशलाई सिङ्गापुर जस्तै धनी बनाउनेछ, कि त हाम्रै पिउने पानी र बिजुली लुटेर कङ्गाल बनाउनेछ। सामाजिक सञ्जालमा कसैले यसलाई महासङ्कट भनिरहेका छन्, कसैले आर्थिक चमत्कार। आखिर के हो यो एआई डेटा सेन्टरको खेल? आउनुहोस् आजको यो भिडियोमा एकदमै सरल भाषामा यसको भित्री रहस्य खोतल्नेछौँ। हामी दिनहुँ च्याटजिपिटी र जेमिनाईमा प्रश्न सोध्छौँ, एआईबाट फोटो बनाउँछौँ। तर के तपाईँलाई थाहा छ, तपाईँले सोधेको एउटा सानो प्रश्नको उत्तर दिन यी एआई मोडल्सहरूलाई कति धेरै बिजुली चाहिन्छ? संसारका ठूला कम्पनीहरू गुगल, माइक्रोसफ्ट, एएमडीलाई अबका केही वर्षमा क्लिन र ग्रिन अर्थात् वातावरण मैत्री बिजुली चाहिने ठूलो दबाब छ। र यही आउँछ हाम्रो नेपाल। नेपालसँग हजारौं मेगावाट बिजुली छ। अहिलेसम्म हाम्रो स्ट्र्याटेजी एकदमै बेसिक थियो, वर्षायाममा बढी भएको बिजुली भारतलाई सस्तोमा बेच्ने, अर्थात् सुनको भाउको बिजुली पित्तलको भाउमा बेचे जस्तै। तर नयाँ सरकार र बालेन शाहको नयाँ न्यारेटिभले पुरै गेम चेन्ज गरिदियो। अब हामी बिजुली मात्र बेच्ने होइन, एआई मेसिन चलाउने कम्प्युटेसनल पावर नै बेच्ने। यही योजना अनुसार मे 2026मा काठमाडौँ र वीरगन्जमा टियर 4 लेभलको डेटा सेन्टर बनाउने घोषणा भयो। टियर 4 भनेको संसारकै सबैभन्दा सुरक्षित र भरपर्दो प्रविधि हो, जो वर्षभरिमा जम्मा 26 मिनेट मात्र बन्द हुन सक्छ। यदि यो सफल भयो भने नेपालको आईटी क्षेत्र 1.5 बिलियनबाट बढेर सिधै 30 बिलियन डलरको बन्न सक्छ। सुन्दा त कस्तो गजबको आर्थिक चमत्कार जस्तो लाग्छ है। तर सामाजिक सञ्जालमा अहिले एउटा ठूलो बहस सुरु भएको छ। मानिसहरू सोधिरहेका छन्, के यो सपना साँच्चै यति सुन्दर छ? सत्य बुझ्न ललितपुरको नक्खु जाउँ। त्यहाँ एनसेलले एउटा डेटा सेन्टर बनायो। स्थानीयहरूलाई झुक्याएर सामान्य गोदाम बनाउने भन्दै कागजमा सही गराइयो। तर जब सर्भर अन भयो, पुरै गाउँ भूकम्प आए झैँ थर्किन थाल्यो। 47वटा ठूला डिजेल जेनेरेटरको आवाज, कालो धुवाँ र प्रदूषणले त्यहाँका बासिन्दाको रातको निन्द्रा हरायो। काठमाडौँ पहिले नै संसारकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पर्छ। त्यसमाथि बिना कुनै वातावरणीय अध्ययन जथाभावी डेटा सेन्टर खोल्ने हो भने यहाँ बस्न लायक ठाउँ रहने छैन। प्रदूषण त एउटा पाटो भयो, सबैभन्दा डरलाग्दो कुरा हो पानी। एआई सर्भरहरू चल्दा यति धेरै तातो हुन्छन् कि तिनलाई 24 घण्टा चिसो बनाइराख्न लाखौं लिटर पानी चाहिन्छ। एउटा ठूलो डेटा सेन्टरले एक दिनमा 50 लाख ग्यालन पानी खान्छ। यो भनेको 50,000 मानिसलाई पुग्ने पानी हो। अब आफै सोच्नुस्, काठमाडौँ भ्यालीमा मेलम्चीको पानी आउन त वर्षौं कुर्नुपर्छ। आम मानिस प्यासी छन्। यस्तोमा यी ठूला मेसिनलाई खुवाउने पानी कहाँबाट ल्याउने? यदि कडा नियम भएन भने यसले काठमाडौँका इनार र जमिन मुनिको पानी पुरै सुकाइदिनेछ। अर्को भ्रम सामाजिक सञ्जालमा के फैलाइएको छ भने यसले लाखौं नेपाली युवालाई रोजगार दिन्छ, ब्रेन ड्रेन रोकिन्छ। तर विशेषज्ञहरू भन्छन् यो पुरै झुट हो। डेटा सेन्टर भनेको केवल कम्प्युटर राख्ने आधुनिक गोदाम मात्र हो। सुरुमा भवन बनाउँदा केही मजदुरले काम पाउलान्, तर एकचोटि यो सुरु भएपछि 100 मेगावाटको बुथ चलाउन जम्मा 30 देखि 50 जना इन्जिनियर मात्र चाहिन्छन्। मुख्य आकर्षक जागिर अर्थात् एआई रिसर्चर्सहरू त अमेरिका र भारतमै बसेर रिमोटली काम गर्छन्। हामी त केवल सस्तो बिजुली र जग्गा दिने घरबेटी मात्र बन्नेछौँ। कथा यतिमा सकिँदैन, यसमा भूराजनीतिको ठूलो खेल पनि छ। चीनले यहाँ आफ्नो सेफ सिटी एआई प्रविधि भित्र्याउन खोज्दैछ भने जसलाई पश्चिमा देशहरूले सर्भिलेन्सको खतरा मान्छन्। अर्कोतिर युएसले आफ्नो क्लिन नेटवर्क मार्फत वेस्टर्न इन्फ्रास्ट्रक्चर गुगल र एएमडी युज गर्ने प्रेसर दिँदैछ। हामीले डिजिटल सभरेनिटीको कुरा त गर्यौं, तर रियालिटी के हो भने हाम्रो इन्टरनेट फाइबर अप्टिक केबल्सहरू अझै पनि इन्डिया र चाइनाबाट आउँछन्। हामी अझै पनि हाम्रो छिमेकी देशकै नेटवर्कमा फुल्ली डिपेन्डेन्ट छौँ। अझ रोमान्टिक कुरा के छ भने केही नेताहरू भुटानले क्रिप्टो माइनिङबाट 1.8 बिलियन डलर कमाएको देखेर नेपालमा पनि क्रिप्टो माइनिङ सुरु गर्ने दाउमा छन्।
तर नेपाल राष्ट्र बैंक तर्सेको छ, किनकि क्रिप्टो माइनिङका लागि चाहिने महँगा सामानहरू विदेशबाट डलर तिरेर किन्नुपर्छ, जसले हाम्रो देशको विदेशी मुद्राको भण्डार नै रित्याइदिन सक्छ। त्यसो भए के नेपालले डेटा सेन्टर बनाउँदै नबनाउने त? बनाउने। हाइड्रो पावर र एआईलाई जोड्नु नेपालको इतिहासकै सबैभन्दा ठुलो गेम चेन्जर हुन सक्छ। तर यसका लागि हामीले सिङ्गापुरको मोडल अपनाउनुपर्छ। सिङ्गापुरमा नियम यति कडा छ कि डेटा सेन्टरले प्रयोग गरेको 90% भन्दा बढी पानी पुनः रिसाइकल गर्नै पर्छ र गाउँ वा सहरको बीचमा बस्तीलाई असर गर्ने गरी बनाउन पाइँदैन। यदि हाम्रा नेताहरूले दूरदर्शिता देखाएर कडा कानुन बनाए भने यसले देश बदल्नेछ। तर हतारमा कमिसनको चक्करमा बिना नियमन हाम्रै घर आँगनमा डिजेल धुवाँ उडाउने गोदाम मात्र बनाउने हो भने यो एआई क्रान्ति नेपालका लागि वरदान होइन, अभिशाप साबित हुनेछ। तपाईलाई के लाग्छ? के नेपाल पानी र वातावरण जोगाएर एआईको सुपर पावर बन्न सक्ला? आफ्नो विचार तल कमेन्ट गर्नुहोला। भिडियो मन परे लाइक र शेयर गर्न नबिर्सिनुहोला। फेरि भेटौँला। नमस्कार।